म आज किन स्कुलमा भ्लग बनाउँदैछु त्यो चाहिँ अनि म बाटोमा जाँदा जाँदै भन्छु है ज्याक मान्छे राखेको छु फेरि मैले नतान्ने भएछ त हौ सो आज धेरै पछि भ्लग बनाउँदैछु अनि यहाँ प्रजल भाइ यहाँ लफडा गरिरहेको छ अब हामीहरू यसो घुमघाम गर्नलाई यसो अहिले कति बज्यो टाइमै के हो 4:20 भइरहेको छ अहिले अनि 4:20 भइरहेको छ अनि अब हामीहरू यसो माथि डाँडातिर जानेछौँ है त ल ल ल गाइस अब चाहिँ हामी अब यतै डाँडातिर कतै जानेवाला छौँ अनि अब स्कुटर यहाँ छ आज चाहिँ किन स्कुटरमा भ्लग बनाएको छुइनँ चाहिँ म अहिलेसम्म बाटोमा जाँदै भन्छु है म आज किन स्कुटरमा भ्लग बनाउँदैछु त्यो चाहिँ अनि म बाटोमा जाँदै भन्छु है त बाइकसँग के भयो अनि त्यही भएर म अहिलेसम्म भन्छु नि बिस्तारै बाटोमा जाँदै है त सो ल अब चाहिँ हामीहरू यहाँबाट हाम्रो चाहिँ आज अफरोड नै अफरोड छ यो एक त मेरो यो पनि कति टाइट छ यो एक्सिलेटर पनि अनि यो ऊ भएको अरे खै के वायरिङ के भयो अरे बिग्रियो भन्दै थियो हिजो पानी परि नि गएको नि त म सो अब ल अफरोडिङ चाहिँ बबालै छ है त यहीँदेखि नै म स्यान्डीको घरमा आएको थिएँ यसो अनि यहीँदेखि नै अफरोडिङ चाहिँ बबाल छ है त यहाँदेखि ल्याम जानुपर्छ गाह्रो छ हट तर एप्ल्यामा त इजी हो मलाई त हट तर मलाई डर लाग्यो ओ पछाडि फेरि यत्रो ज्याक मान्छे राखेको छु फेरि मैले अब यो भन्दा नि खतरा अफरोडिङ बाटोबाट जाने हो हामीहरू खासमा यो त केही नै होइन केही नि यहाँबाट आमा जाँदै हुनुहुन्छ ल कति है त ए माथिबाट जाने कताबाट जाने हजुर उताबाट जाने हो फाइनल्ली हाम्रो यो बाटो चाहिँ कटेको अरे त्यही नै ठिक भयो यो बाटो भइहाल्यो गाह्रो छ यहाँ माथि यस्तो बाटोबाट आउनु पर्ने हुन्छ हामीहरू अब ल है त यहाँ मेरो हातै दुख्छ यार यसमा त एक्सिलेटर वाइल्ड टाइट छ अनि सो यहाँतिर चाहिँ हिजो बाइक खस्या थियो अरे भन्ने सुनेको थिएँ यहाँ होइन ए साप्रे ढुङ्गा वहाँ बुझेँ ए हो अहिले छैन होला त्यो बाइक त त्यही त म त यहाँ पो ठान्छ क्या यहाँ पो खस्यो होला भने सो ल अब हामीहरू फत्ते लाग्नेछौँ है फत्ते हान्छौँ यहाँबाट बिस्तारै यहाँदेखि हामीहरू यहाँदेखि जगडोलको बाटो हुँदै हामीहरू जानेवाला छौँ है त गाइज मेरो पछाडि प्रजल भाइ हेलो भन अहिले ठुलो सरले हेलो यो चाहिँ प्रजल भाइ होइन भोलिदेखि कलेज जानलाई उत्सुक कुन कलेज हो भनिदेऊ तिम्रो कलेजको पुरै इन्ट्रोडक्सन दिदेऊ त्यस्तो त हुनु भएन है स्कुलप्रति चाहिँ एकदमै लोयल हुनुपर्छ क्या तिम्रो यहाँबाट यस्तरी चढ्नुपर्छ हामी यहाँ भद्रकालीको बाटो हुँदै आएर होइन अहिले हामीहरू चाहिँ टक्क पाहाडमा माथि लाग्दैछौँ एप्लेमा चाहिँ मलाई एकदम कन्फिडेन्स आउँछ कि किनकि यसको टायरहरू पनि पुरै नयाँ छ ग्रिप पुरै मजाले प्रोभाइड गर्छ अनि त्यो भएर मलाई चाहिँ एप्लेमा चाहिँ एकदमै त्यो हुन्छ नि जस्तै त्यो कन्डिसनमा नभइदिए पनि एकदम मजा आउँछ यो चलाउन कन्फिडेन्स छुट्टै आउँछ अझ
मेरो यो एक्सिलेटर टाइट छ नि त अनि यहाँ त वाइल्ड दिएर मान्छेले छ त हौ यो भट्टी त के हो फेमस भन्छ त यो क्याफे भन्नु के भन्नु भट्टी त भन्ने होला नि अहिले टिपिकल नेवारी खाजा घर के को भट्टी अगाडि मान्छेहरू यहाँ अगाडि के हो टिकटक बनिरहेको छ सो यस्तो छ बेलुकाको टाइममा निस्किनु पर्दो रहेछ क्या भ्लग बनाउनलाई कति धेरै दिन भएको थियो भ्लग नबनाएको अनि धेरै दिनपछि बनाउँदाखेरि पनि रमाइलो भइरहेछ म त यसै त्यो हुन्छ नि टक्क कहिले काहीँ मात्र बनाउँछु भन्ने सोचमा बनाएको हो खासमा अब जो नि भेट्यो भ्लग आउँदैन भनेर भन्यो अनि ल बनाइदिउँ न त भनेर अब सकेसम्म त रेगुलरै बनाउन खोज्छु डेली भ्लग बनाउनु खोज्छु तर भ्याउँदैन म पहिला अब जिमसिम गएँ यताउता गरेर अनि त्यो जिउ सिउ दुखेर आज हल्का जिउ दुख्न कम भएर अनि अब आज चाहिँ हामीहरू यहाँबाट जान्छ है त यो तारेभिर पनि पुग्छ यहाँबाट ल यो बाटो चाहिँ मलाई नतान्ला जस्तो भयो है फेरि तान्छ होला आरामले बिस्तारै नतान्ने भएछ त हौ ल मेरो पछाडिबाट चाहिँ प्रजल उत्र्यो किनकि बाटो यस्तो छ अनि मेरो स्कुटरको खोइ के भएको छ क्या खोइ त जर्मन छ हाम्रो यहाँदेखि तान्थ्यो होला नि के अलि माथि लाने हो कि मजा आउने यार यो बाटोमा मलाई एप्लियामा चाहिँ फेरि खासै त्यस्तो डर चाहिँ लाग्दैन है फेरि मजाको हुन्छ यसको सिट हाइट पनि मजाको हुन्छ अनि मजा आउँछ हो यसमा अफरोडिङ अन रोड पनि मजा हुन्छ अफ रोड पनि मजा हुन्छ कि यसमा चाहिँ खतरा छ क्या जस एप्लिया चाहिँ अनि खतरा छ यहाँ एप्लिया चाहिँ हाम्रो अर्को राइड भने यो दिदीको स्कुटर म हल्का कहिलेकाहीँ यसो लिएर हिँडेर हुन्थ्यो अस्ति मेरो के अरे हिजो मात्र मैले यो निकालेको कति पछि अनि त्यति बेला चाहिँ यसको यो कार्बोरेटर त्यो जाम भएको रहेछ अनि त्यो सफा गरेर पेट्रोल सेल्टर लाएर सफा गरेर अनि बल्ल तल्ल अनि बनाएर निकालेको चलाइराख्नुपर्छ अरे स्कुटर अनि त्यही भएर प्रजल आयो नि त प्रजल आउँदैछ अस्ति त मेरो बाइक चाहिँ के भयो भन्दाखेरि यस्तो भयो के अरे म ठ्याक्क उता माथितिर लागिरहेको थिएँ अनि ओए माथिबाट बाइक आइरहेछ दादाहरू रहेछ त हौ के पाराको छ नि त हजुर पारा किन म के भन्दै थिएँ भन्दाखेरि मेरो बाइक चाहिँ के भयो भन्दाखेरि अहिलेसम्म गएर भन्छु लर तान्दैन यार गाह्रो भयो मेरो यहाँ खै के भएको छ धेरै दिन भयो नचलाएको यो अनि गाह्रो दिइरहेछ ल अब चाहिँ मजाले सिङ्गल डोर चाहिँ फेरि मजाले जान्छ डबल डोर चाहिँ भने अलिक गाह्रो मान्दो रहेछ कि यस्तो बाटोबाट चाहिँ लानुपर्ने हुन्छ हामीहरूले
ओहो यहाँ पनि के हो क्याफे स्याफे खोलेर रहेछ यतातिर नि धेरै भएको थियो यहाँतिर नआएको ओहो राम्रै खोलेर रहेछ त हौ धेरै भएको थियो यो बाटोहरू नहिँडेको पहिला ओ हिलो पो रहेछ यार भन्दै चलाउनु हिलो छ अगाडि के हो छ्यामा कस्तो गाह्रो बाटो यो मात्र डट ट्र्याक खासमा त यो डट बाइकहरू आउँथ्यो अब यहीँको लोकलहरूले लिएर आउनु सक्ने हो हामीहरू चाहिँ यहाँतिर काहीँ नभएको स्कुटर लिएर आएको छ अनि हामीलाई गाह्रो परिसकेको छ एक त यो स्कुटर पनि नचलाइकन राखेर तान्न पुरै पिकअप सिकअप गइसकेको जस्तो छ यसको यतिको छ पहिला यहाँतिर मजाको थियो क्या हो ल बल्ल हामी चाहिँ अब तारेहरूको माथिको डाँडा पुग्ने लाइन तर हामीहरू चाहिँ डाँडा यो डाँडा होइन आज चाहिँ अनि हामीहरू अर्कै डाँडा जान्ला हो यहाँतिर चाहिँ अब यस्तो बाटो छ है त यो सेतो यो के अरे यो कालो रातो यो सल्लाहको पातहरूले चाहिँ अनि हामीलाई लडाउँछ है फेरि त्यही भएर हामीहरू अलि ध्यान दिएर जानुपर्ने हुन्छ मेरो त टायरको ग्रिपले नै मलाई त एकदमै हुन्छ नि एकदम सपोर्ट गरेर चाहिँ यस्तो बाटोहरू आएँ नत्र त कहाँ ल्याएर लु यता उता हुन्छ नि फाइनल्ली हामीहरू चाहिँ पुगिसकेको छौँ अगाडि यो के हो यो पिकनिक सिकनिक खाने ठाउँ जस्तो हो यो चाहिँ अनि यहाँतिर यहाँबाट आएको हामीहरू कसरी देखाउने यहाँबाट आएको क्या हामीहरू चाहिँ यहाँदेखि आएको हो स्यान्डी भ्याउन टाइम लगायो 29 रिजोर्ट फार्म हाउस कता रहेछ यो यतै तलको होला यो सायद हाम्रो बना रहेछ जस अहिले चाहिँ पहिलाको भन्दा खतरा नै बना रहेछ वाइल्ड थकित भयो जाने सिधै ल अब चाहिँ हामी यो डाँडातिर आधी डाँडामा पुगेर अब फेरि हामी तल झर्छौँ किनकि हामीलाई जानुपर्ने ए ऊ त्यो बाटोबाट जाने रे त्यो बाटोबाट कहाँ पुग्छ मलाई त थाहै छैन त ऊ त्यो बाटो छ र त्यहाँ वाइल्ड तेल खाइरहेको छ जस्तो यसले मेरो स्कुटरले चाहिँ वाइल्ड तेल खाने गरेको छ जस्तो किनकि यो टाइट छ अनि पुरै फुल रेस दिनुपर्छ क्या मैले चाहिँ अनि त्यो भएर के सो कडा हो कहाँ यहाँ बस्ने हो टिकटक बनाएर आउला अब हामीहरू यहाँतिर स्कुटर राखेर यतातिर टकटक हिँडेर जानेवाला छौँ है एउटा वन मान्छे आइसक्यो सरी ल मलाई वन मान्छे नभन है मलाई लास्ट मन मैले